हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आफ्टर लङ टाइम पछि म आज भ्लग बनाउँदैछु। भ्लग बनाउनुको खास रिजन चाहिँ के हो भन्दाखेरि तपाईँ अगाडि देख्न सक्नुहुन्छ। आज चाहिँ मेरो सपनाको घर बन्दैछ यहाँ। सरी सपनाको महल। आई थिङ्क यो चाहिँ मेरो मम्मी बुवाले बनाउनु भएको घर थियो पहिला, अनि त्यहाँबाट उखलेर मैले यहाँ ल्याएर हाल्दैछु किनकि मैले यो जग्गा किनेको थिएँ केही समय अगाडि। अनि त्यसपछि मैले यो घर बनाउने भनेर धेरै पहिलाबाट सोचेको थिएँ, बट पैसाको कारण के कारण मैले बनाउनै सकेको थिएन। फाइनली दाइले माथि पक्की घर हाल्नुभयो, अनि त्यसपछि मैले आएर यो घर बनाएँ। अनि घर बनाउनको साथसाथै म एकदम इमोसनल पनि भएको थिएँ, किनभने चाहिँ यो मम्मी बुवाको निशानी हो, एउटा लास्ट निशानी यही नै हो। अनि मलाई त्यो पक्की घरभन्दा पनि मलाई यस्तो सानो घरमा बस्न एकदम राम्रो लाग्छ, किनकि म सानैदेखि यस्तै घरमा बसेर आएको मान्छे। अनि मैले यो पुरै लङ भिडियो बनाएको थिएँ, मैले यो घर सुरुदेखि लिप्नसम्मको, किनकि म एउटै भ्लगमा यो तपाईँहरूलाई देखाउँला भनेर। अनि मैले यो लिपाईको कामसाम गरेर पुरै फाइनली पनि भइसकेको थियो। फाइनल भइसकेपछि अहिले चाहिँ मैले भोइस ओभर गर्दैछु यही घरमा बसेर, अनि घरको पनि पूजासुजा भइसक्यो। अनि त्यसपछि अहिले चाहिँ म घरमै बसिरहेको छु, घरमा बसेर यो भिडियो बनाउँदैछु। तपाईँहरूलाई कस्तो लाग्यो, मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। बाई।